चैत 15 गते तिनकुनेमा भएको घटनाका बारेमा सत्य तथ्य छानबिन नै नगरी त्यस दिनको घटनाको वास्तविकताको अध्ययन अनुसन्धान र विश्लेषण नै नगरी एकपक्षीय ढंगबाट गोबेल शैलीमा त्यस दिनको घटनालाई अतिरञ्जित ढंगबाट बढाई चढाई गर्ने र त्यसपछि योजनाबद्ध ढंगबाट राजा हिन्दू राष्ट्रको मान्यता र राज संस्था सहितको प्रजातन्त्रको विचारमाथि आक्रमण गर्ने, बदनाम गर्ने, झुटा आरोप लगाउने जुन प्रयास भयो त्यसबाट प्रष्ट हुन्छ कि त्यो दिनको घटनालाई उत्तेजित बनाउने, हिंसात्मक बनाउने कार्य स्वयं सरकारबाट भयो। यो सत्य तथ्य आगामी दिनमा अझ छर्लङ्ग भएर आउनेछ। त्यो दिनका घटनाक्रमहरूको बारेमा आज म विशेष रूपले धेरै चर्चा गर्न चाहन्न, तर प्रत्येक घटनाहरू र केही यस्ता प्रश्नहरू खडा भएका छन् जसले गर्दाखेरि नियोजित ढंगबाट सरकार र गणतन्त्र पक्षधर शक्तिहरू लागेका छन्। यो अवस्थामा तत्कालको निमित्त जनमानसमा केही भ्रम पर्न गएको छ। यही अवसरको सदुपयोग गर्दै म सम्पूर्ण राष्ट्रवादी साथीहरू, हिन्दूवादी, राजावादी, प्रजातन्त्रवादीलाई आग्रह गर्न चाहन्छु कि हामीले कति पनि विचलित हुनुपर्ने जरुरी छैन, धैर्यता गुमाउनु पर्ने जरुरी छैन, निराश हुनुपर्ने जरुरी छैन। गोबेल शैलीमा सरकारका पदाधिकारीहरू, मन्त्री प्रधानमन्त्रीहरू, गणतन्त्र पक्षधर राजनीतिक दल र दलका नेताहरूले र केही सञ्चार माध्यमहरूले सिर्जना गर्न खोजेको प्रोपोगन्डा र भ्रमको तुवालो केही दिनमा नै हटेर जानेछ। त्यस कारणले कति पनि चिन्तित, विचलित र निराश नहुन म देशभरका राष्ट्रवादी साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। र अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दू राष्ट्रको मान्यता र राज संस्था सहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाप्त पार्ने जुन प्रयास भइराखेको छ त्यसबाट सजग भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित्त सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनु बाहेक अर्को विकल्प छैन। यदि हामीले अहिले पनि आफ्ना सानातिना मतभेद, स्वार्थको कारणले गर्दाखेरि एक ठाउँमा आएर आफ्नो आस्थाको प्रतिरक्षा गरेनौं भने भविष्यमा हामीले पछुताउनु पर्नेछ।